आजबाट ईसवी सम्वतको नयाँ वर्ष सन् 2026 सुरु भएको छ। नेपाली सहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन्। विश्वभरका नेताहरूले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन्। सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ। उनी इलामको पशुपति नगर गुल्ममा कार्यरत थिए। बुधबार साँझ 6 बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। बुधबार उनी नेपाल भारत सीमा क्षेत्रको मानेभन्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए। पेट्रोलिङबाट फर्किएपछि उनी कार्यालयमै ढलेका थिए। लगतै उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ। नेपालबाट एक वर्षमै 15 लाख बढी नेपाली विदेशिएका छन्। सन् 2025 मा 15,26,000 नेपाली विदेशिएका हुन्। वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा 16,13,191 जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन्। फ्रान्समा बालबालिकालाई अत्याधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयासहरू 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाएको छ। बालबालिकालाई अत्याधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रकाश गर्ने एएफपीले जनाएको छ। यस पहललाई राष्ट्रपति इभानुएल म्याक्रोले समर्थन गरेका छन्। उनले डिसेम्बर महिनाको सुरुमा संसदले नयाँ वर्षदेखि यस्तो प्रस्तावमा बहस सुरु गर्ने बताएका थिए। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी 7 देखि मार्च 8 तारिकसम्म आयोजना हुने आइसिसी टी20 विश्वकपको ट्रफी टुर नेपालमा 3 दिन हुने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले पुस 21 गतेदेखि 23 गतेसम्म ट्रफी टुर गर्न लागेको जानकारी गराएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई समेत समेटेको हो।